So our Australians are being ready. So actually Australia जोरदार तालीले स्वागत करो. Please brother, actually देखाइदिनुस् न तपाईको स्वर. Are you ready? हामीलाई एकदमै खुसीको कुरा पनि भर्खरै एउटा आइसकेको थियो. सो हाम्रो सुरक्षाकर्मीज्यूहरू सिभिल ड्रेसमा पनि हामी भित्रै प्रोग्राम हेरिरहनु भएको छ. प्लिज शान्तिपूर्वक प्रोग्राम हेरिदिनु होला, रमाइलो गर्नु होला. र भर्खरै हामीलाई अलिकति अगाडि मधु थापाज्यूबाट रु 1051 रुपियाँ प्रदान भएको छ. सो उहाँलाई जोरदार तालीले स्वागत गरौँ. ओके, सो हामीलाई हिजो मात्रै होइन, अस्ति मात्रै होइन, अहिलेसम्म पनि सहयोग गर्नेहरू जारी हुनुहुन्छ, अहिलेसम्म यही हुनुहुन्छ. सो उहाँलाई जोरदार तालीले एक्चुअली फेरि स्वागत गरौँ. हाम्रो अस्त्र ब्यान्ड अब छिटै नै हजुरहरूलाई प्रस्तुति दिँदै हुनुहुन्छ. सबैजनाले मलाई सुन्दै हुनुहुन्छ? ओके, तपाईँहरूले यहाँ देखिरहनु भएको छ मेरो कार्ड अनि हाम्रो फ्लेक्स अनि हाम्रो सम्पूर्ण डिजिटल कामहरू हामीलाई सौजन्य गर्नुभएको छ दिव्य दृष्टि डिजिटल कलर ल्याब. सो म बर्दघाट आउने बित्तिकै एउटै काम गरेँ. सुरुमा मैले एउटा आफ्नो फोटो निकालेँ. सो द फोटो वाज पर्फेक्ट. तपाईँहरूलाई यदि कुनै पनि खालको फोटो चाहिएको छ भने दिव्य दृष्टि डिजिटल कलर ल्याबमा जान सक्नुहुन्छ. सो हामीलाई सम्पूर्ण डिजिटल कामहरू हामीलाई सहयोग सौजन्य गर्नुहुने दिव्य दृष्टि डिजिटल कलर ल्याबलाई जोरदार तालीले स्वागत गरौँ. थ्याङ्क यू. ओके, मेरो फोटो खिचिरहनु भएको देख्नु भएको छ? ओके, दीपमाला फोटो स्टुडियोबाट हामीलाई भिडियो खिच्नेदेखि लिएर मिक्सिङको सबै सौजन्य भएको छ. सो उहाँलाई फेरि जोरदार तालीले स्वागत गरौँ. ओके, सो हामीले सबैजनालाई स्वागत त गर्यो, तर हामी आफैलाई स्वागत गरेको छैन. हामी सबैलाई एकचोटि जोरदार ताली आफ्नो लागि हो है, आफ्नो लागि एकचोटि फेरि. So हामीलाई साउन्ड
यहाँसम्म ल्याइदिएर हामीलाई साउन्डमा सेवा दिने साउन्ड सर्भिस दिनुहुने तामरिङ म्युजिक तामरिङ साउन्ड सिस्टम नेपालगञ्ज रोडमा छ। सो उहाँहरूलाई पनि एकचोटि जोरदार तालीले स्वागत गरौँ। सो अस्त्र अब कम्प्लिटली रेडी छ। सो एकचोटि अस्त्रलाई वेलकम गरौँ। अस्त्र अस्त्र मैले सुनेन। अस्त्र once more अस्त्र। Hello. 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 Namaste. Namaste, कस्तो छ? रमाइलो भइरहेछ? अझ रमाइलो गर्नु मन छ कि छैन? छ होइन? नाच्नु मन लागिरहेछ? ल ल ल ल ल ल कस्तो होला